हेलो गाइज वेलकम ब्याक टु आवर न्यू भ्लग। यहाँलाई हाम्रो भ्लगमा स्वागत छ। In the fish? Yeah. Yeah. Okay. Then I will ask you. In 20 minutes, we can everybody can come and अहिले आएर अब मिरेले चाहिँ यो 20 मिनेट जति सबै ड्याङको ल्याएर त्यहाँ फालिदिन्छ मिस्त्री। भोलि शनिबार यिनीहरूले आजै बोक्ने भयो नि त। मसला बनाएर त्यहाँ लान्छ कि यो ढुङ्गाले पुग्छ त? ढुङ्गाले पुगिहाल्छ कि? कतै रातेर काले बच्चाहरू खेल्दैछन् यहाँ ग्राउन्डमा। आज शुक्रबार छुट्टीको समय टाइम पास गर्नले एकछिन ग्राउन्डतिर बच्चाहरू दौडाउँदैछन् है। भने यतातिर हाम्रो विदेशी पाहुनाहरू बल खेलेर आनन्द फिलिङ गरेर रमाइलो फिलिङ गरिरहन्। यो न्यू मेरिगोल्ड बोर्डिङ स्कुल यिनीहरू ढुङ्गा बोक्दैछ है। भोलिन्टियरहरू यिनीहरू सबै भोलिन्टियर। गाइजहरू चाहिँ यहाँ भलिबल खेलेर रमाइरहन् होइन। कुन कुन देशका हुन् थाहा छैन। यहाँ चाहिँ आउने जाने चाहिँ भइरहन्छ। हेलो आउने जाने कार्यक्रम यहाँ भइरहन्छ यिनीहरूको। हेलो हे हेलो गेम खेलिरहेछन् होइन। खेल्न चाहिँ यिनीहरू पुरा रमाइरहन्। तर यिनीहरू खासै ट्यालेन्ट चाहिँ हुँदैन है गाइज यिनीहरू। अब बरु त्योभन्दा हाम्रो यहाँ लोकल केटाहरूले राम्रो खेल्छ। त्यही पनि यसलाई चाहिँ यसो रमाइलो टाइम पास गर्ने बाटो भइरहेको छ होइन। नेटको हालत यस्तो छ अनि यिनीहरूले कसरी खेल्ने। बल कट सर्भिसिङ गर्ने र पास खेल्ने बाहेक त्यति हो यिनीहरू। सर्ट भन्ने कुरो खल्ली बल्ली त्यो पनि के नै गरे जस्तो हुन्छ होइन यिनीहरूलाई चाहिँ। Sorry. What's the year? 1-0. Yeah. देखिहाल्नु भयो नि कस्तो खेल्छ यिनीहरूले भन्ने कुरा। 2-0. Oh, because of your kiss now. ल देखिहाल्नु भयो यिनीहरूको चाहिँ बल कटाउने बाहेक अरू केही पनि छैन होइन। कटाउने सर्भिसिङ गर्ने बाहेक यिनीहरू चाहिँ यति होला हेर्नु है। ल देखिहाल्नु भयो नि मात्र यो चाहिँ एउटा प्रक्रिया पुरा मात्रै हो यिनीहरूले बल खेल्ने। ल हेर्नु त सक्यो कि सक्यो गाई सक्यो।